साथीहरु नमस्कार। मेरो नाम खिल नारायण श्रेष्ठ। त्रिभुजका तीनवटा कोणहरुको योगफल 180 डिग्री हुन्छ। यो कुरालाई जियोजेब्रामा हामीले कसरी देखाउन सक्छौं भन्ने सन्दर्भमा केही प्रस्तुत गर्न गइरहेको छु म। सुरुमा कुनै एउटा ब्राउजरमा जियोजेब्रा ओपन गर्न सक्नुहुन्छ र जियोजेब्रा ओपन गरिसकेपछि यसमा चाहिँ क्लासिक geogebra.org को पछाडि क्लासिक टाइप गरेर ओपन गर्नु होला। क्लासिकमा काम गर्न सजिलो हुन्छ। यो जियोजेब्रा क्लासिक ओपन भइसकेको छ। अब हामी ट्रायंगल बनाउन गइरहेका छौं। जुन यो पोलिगन अप्सनमा क्लिक गरिसकेपछि ट्रायंगल बनाउन सकिन्छ। त्यसको लागि चाहिँ जुनसुकै ठाउँमा क्लिक गरेपछि हामीले ड्र्याग गरेर फेरि अर्को ठाउँमा क्लिक गर्दै फेरि तेस्रो पोइन्ट पनि बनाएर फेरि तेस्रो पोइन्टलाई सुरुको ठाउँमा ल्याएर क्लिक गरेपछि ट्रायंगल बन्छ। यसरी बनेको ट्रायंगललाई यहाँ कोडहरु अटोमेटिक जेनेरेट भएको छ। यो कोड टाइप गरेर पनि ट्रायंगल बनाउन सकिन्छ। तर आइकनको प्रयोग गरेर ट्रायंगल बनाउनलाई सजिलो हुन्छ। अब यो ट्रायंगलको तीनवटा एंगल ए, एंगल बी र एंगल सी, त्यसलाई सर्कुलर आर्कमा त्यसको मेजरमेन्ट देखाउनलाई सर्कुलर आर्क बनाउन गइरहेको छु। त्यसको लागि यो सर्कल बटनमा क्लिक गरिसकेपछि यहाँ तल सर्कुलर सेक्टर भन्ने देखिन्छ। यो सर्कुलर सेक्टरमा क्लिक गरेर हामीले हरेक पोइन्टमा एंगल ए, बी र सी मा आर्क बनाउन सक्छौं। त्यसको लागि चाहिँ मैले बी मा आर्क बनाउनको लागि बी पोइन्टमा क्लिक गरे। त्यसपछि बीसी को कुनै एउटा पोइन्टमा क्लिक गरे र बीए कोमा कुनै एउटा पोइन्टमा क्लिक गरे र यहाँ एउटा आर्क बन्यो। यसरी आर्क बनाउँदा ख्याल गर्नुपर्ने कुरा चाहिँ जहिले पनि हामी एन्टी क्लकवाइज डाइरेक्सनमा जानुपर्ने हुन्छ। जस्तै सी मा क्लिक गरिसकेपछि अब सीबी मा क्लिक नगरिकन सीए मा क्लिक गर्ने र अनि ड्र्याग गरेर फेरि सीबी तिर आउने, यो एन्टी क्लकवाइज डाइरेक्सन भयो। त्यसैगरी ए मा क्लिक गरेर अनि एसी तिर नगइकन एबी तिर क्लिक गर्ने र एसी मा गएर क्लिक गर्ने। यो तीनवटा आर्कले एंगल ए, बी र सी मा बनेको आर्कले यिनीहरुको कोणको नापलाई प्रतिनिधित्व गरेको छ। अब यो कोणलाई फरक कलरमा त्यसको लागि चाहिँ यो माउस पोइन्टमा क्लिक गरेर अनि त्यसपछि एउटा आर्कमा क्लिक गर्नुपर्छ र आर्कमा क्लिक गरिसकेपछि राइट क्लिक गर्दाखेरि सेटिङ आउँछ। सेटिङमा यहाँ कलरमा गएर क्लिक गरिसकेपछि कलर चेन्ज गर्न सक्छौं। यसलाई मैले ग्रीन कलर बनाए। अब अर्को आर्कमा क्लिक गरे, त्यसलाई मैले यो कलर छाने र त्यसैगरी अर्को आर्कमा क्लिक गरे, त्यसलाई मैले चाहिँ ब्लू कलर बनाए। अब यो तीनवटा छुटाछुटै कलरले एंगललाई चाहिँ देखाइसकिएको छ। अब हामीले यो एंगल सी मा यो एंगल ए पनि एंगल बी पनि यसैमा लिएर आएर अनि तीनटैको सम कति हुन्छ भनेर देखाउन गइरहेका छौं। त्यसैले यो बीसी लाई अर्को अलिकति विस्तार गर्नुपर्ने हुन्छ। त्यो विस्तार गर्नको लागि एउटा पोइन्ट त्यही लाइनमा पर्ने गरी अर्को पोइन्ट चाहिँ खिच्न गइरहेको छु। जसको लागि पोइन्ट अप्सनमा गएर यहाँ कुनै ठाउँमा क्लिक गरेपछि यो एउटा लाइन पोइन्ट बन्यो। अब सी र जे जोडेर लाइन सेगमेन्ट बनाउन सकिन्छ। सी लाई जेड सँग जोडेर लाइन सेगमेन्ट बन्यो। यो बीसी को लाई विस्तार गरेको लाइन सेगमेन्ट भयो। अब त्यसपछि यो एंगल ए लाई हामीले
रोटेट गर्नुपर्ने हुन्छ। रोटेट गरेर बीमा आउनको लागि यसको मिड पोइन्टबाट रोटेट गर्नुपर्ने हुन्छ। त्यसैले एसीको मिड पोइन्ट पत्ता लगाऊ, जसको लागि पोइन्ट अप्सनमा गएर मिड पोइन्टमा क्लिक गरेर एसीमा आएर क्लिक गरिसकेपछि यो मिड पोइन्ट अटोमेटिक बन्छ। के मिड पोइन्ट बन्यो। के मिड पोइन्ट बनिसक्यो। अब हामीले एउटा स्लाइडर बनाउनु पर्ने हुन्छ। स्लाइडरमा गएर क्लिक गरौँ। त्यसपछि कुनै ठाउँमा आएर क्लिक गरिसकेपछि यो स्लाइडर चाहिँ रोटेट गर्नको लागि बनाउन लागेको हुनाले हामीले एङ्गलमा गएर क्लिक गरौँ र रोटेट चाहिँ हामीले 180 डिग्री मात्रै गर्ने भएको हुनाले म्याक्सिमम 180 डिग्री राखौँ र यो स्लाइडरको नाम चाहिँ अल्फा छ। यो अल्फा अहिले काम लाग्छ, सम्झिराख्नुपर्ने हुन्छ। अब यहाँ स्लाइडर बनेको छ, अल्फा स्लाइडर। यसलाई हामीले घटाउन र बढाउन म्याक्सिमम 180 मिनिमम 0 बनाउन सक्छौँ। अब यो स्लाइडरलाई प्रयोग गरेर हामीले यो एङ्गल ए को आर्कलाई रोटेट गर्ने हो। त्यसैले हामी रोटेसनमा जान्छौँ। रोटेसनमा जाँदाखेरि रोटेट अराउन्ड पोइन्ट भन्ने छ, त्यहाँ क्लिक गर्छौँ र यसमा सेलेक्ट अब्जेक्ट टु रोटेट एन्ड सेन्टर पोइन्ट भन्ने हामीलाई हिन्ट्स दिएको छ। अब्जेक्ट भनेको हामीले यो एङ्गल ए को आर्क हो र पोइन्ट भनेको चाहिँ यो मिड पोइन्ट हो र एङ्गल भनेको चाहिँ अघि हामीले स्लाइडर बनाएका छौँ। त्यो स्लाइडरको नाम अल्फा रहेको छ। त्यसैले अल्फा क्लिक गर्नको लागि यो किबोर्डमा यहाँ देखिने चाहिँ किबोर्डमा जान सक्छौँ। यो किबोर्डमा अथवा सिधै हाम्रो कम्प्युटरको किबोर्डबाट पनि क्लिक गर्न सक्छौँ। अब ओके क्लिक गरौँ। त्यसपछि अब यो स्लाइडर चलाउँदाखेरि यो एङ्गल ए चाहिँ रोटेट भएर सीमा गएर मिलेको देख्न सक्छौँ। त्यसै गरी अब हामीले एङ्गल बीलाई पनि पोइन्ट सीमा लैजानु पर्ने हुन्छ। एङ्गल बीलाई पोइन्ट सीमा लैजानलाई चाहिँ रोटेसनबाट हुँदैन, यसको लागि चाहिँ ट्रान्सलेसन गर्नुपर्ने हुन्छ। ट्रान्सलेसनको लागि चाहिँ यो ट्रान्सलेसन भेक्टर को लेन्थ चाहिँ बीसी बराबरको लेन्थ हुनुपर्छ। त्यसको लागि सुरुमा बीसी बराबरको लेन्थ भनेको बी चाहिँ -8 एक्स एक्सिस -8 मा छ भने सी चाहिँ -2 एक्स एक्सिस चाहिँ -2 मा छ। यो भनेको चाहिँ 6 यसको लेन्थ चाहिँ 6 छ। त्यसैले पहिला एउटा स्लाइडर बनाऊ, 6 लेन्थ भएको स्लाइडर। 6 लेन्थको स्लाइडर बनाउँदाखेरि यो मिनिमम भनेको 0 हुने भयो, म्याक्सिमम भनेको 6 हुने भयो। 6 लेन्थको स्लाइडर बनायौँ। यो एच स्लाइडर हो। अब एच स्लाइडरलाई अब भेक्टर मा गएर हामीले लिङ्क गर्नुपर्ने हुन्छ। एउटा भेक्टर जेनेरेट गरौँ। भेक्टरको लागि चाहिँ हामीले यहाँ कोड टाइप गर्न सक्छौँ, किनभने हामीले एच स्लाइडरमा लिङ्क गर्नुपर्ने भएको हुनाले। त्यसको लागि भेक्टर लेखेर ब्राकेट ओपन, फेरि अर्को ब्राकेट ओपन। त्यो भेक्टरको चाहिँ इनिसियल पोइन्ट 0,0 राख्न सक्छौँ, जुनसुकै राख्न सकिन्छ, तर त्यसको लेन्थ चाहिँ एच हुनु पर्यो, एक्स एक्सिसको लेन्थ कमा अनि फेरि अर्को चाहिँ एच कमा 0 राखिसकेपछि इन्टर गरियो भने एउटा भेक्टर क्रिएट भयो, जुन हामीले यो एच स्लाइडरलाई चलाउँदाखेरि भेक्टर बढेको देख्न सकिन्छ। यहाँ यु भेक्टर क्रिएट भएको छ र यु भेक्टर चाहिँ यसरी एच स्लाइडर चलाउँदाखेरि यो भेक्टर बढेको घटेको देख्न सकिन्छ। अब यसको काम के हो भने यो भेक्टरले यो बी एङ्गललाई ट्रान्सलेट गर्ने हो। त्यसैले अब फेरि हामी ट्रान्सलेसनमा जान सक्छौँ। ट्रान्सलेसनमा बाई भेक्टर भन्ने छ। ट्रान्सलेट बाई भेक्टर भन्नेमा क्लिक गरिसकेपछि यहाँ तल सेलेक्ट अब्जेक्ट टु ट्रान्सलेट देन भेक्टर भन्ने छ। त्यसैले पहिला हामीले यो बी को आर्कलाई क्लिक गर्छौँ, यो अब्जेक्ट भयो, अनि देन भेक्टर भनेको यु हो, युमा क्लिक गर्छौँ। त्यसपछि यो ट्रान्सलेट भएको देख्न सक्छौँ। यदि हामीले यसलाई 0 मा लिएर आयौँ भने त्यो एङ्गल चाहिँ
एङ्गल बीमा नै देखिन्छ। अब जब बढाउँदै जान्छौँ त्यो गएर सीमा गएर मिलेको छ। यसरी यो याद स्लाइडरले बी एङ्गललाई ट्रान्सलेट गर्यो। यो अल्फा स्लाइडरले चाहिँ ए एङ्गललाई रोटेट गर्यो र दुईटैलाई एकै ठाउँ तीनवटै कोणलाई एकै ठाउँमा लिएर आउँदाखेरि यसको सम चाहिँ 180 डिग्री देखियो। यसरी हामीले एकदमै सजिलो तरिकाले त्रिभुजको तीनवटा कोणहरूको योगफल चाहिँ 180 डिग्री हुन्छ भन्ने कुरा चाहिँ यो जियोजेब्रामा देखाउन सक्छौँ। अब यसलाई देख्नको लागि आकर्षक बनाउनको लागि हामीले यो आवश्यक नपर्ने कुराहरूलाई हाइड गर्न सक्छौँ। जस्तो यो एक्सिसलाई पनि हाइड गर्न सक्छौँ। कुनै एउटा खाली ठाउँमा क्लिक गरौँ, राइट क्लिक गरौँ र सो एक्सिस भन्नेमा टिक लागेको छ त्यसलाई चाहिँ क्लिक गरौँ, एक्सिस हट्यो। त्यस्तै गरी फेरि ग्रिड सो ग्रिड भन्ने छ त्यसमा क्लिक गरौँ, नो ग्रिड भनेर राखौँ, यो ग्रिड पनि हट्यो। यो भेक्टर यु चाहिँ हामीलाई चाहिएको छैन। यसको अगाडि जुन भेक्टर युको कोड छ त्यसमा चाहिँ यो सर्कलमा क्लिक गरियो भने यो हराउँछ। त्यसै गरी यहाँ जुन नचाहिने आवश्यक नपर्ने चाहिँ पोइन्टहरू छ सबै हटाउन सक्छौँ। जस्तै यो जे पोइन्ट हटाउनु पर्यो भने राइट क्लिक गरेर यसलाई हाइड गर्न सक्छौँ। सो अब्जेक्ट भन्नेमा क्लिक गरेपछि यो हाइड हुन्छ। यो जी भनेको यसले लाइन सेगमेन्ट देखाउने हो, तर यो लाइन सेगमेन्ट चाहिँ आवश्यक पर्छ। त्यसो भएको हुनाले अब्जेक्ट चाहिँ सो गर्ने, लेबल चाहिँ हटाउने भन्न सक्छौँ। त्यसै गरी यो अरू सबै जुन जुन कुराहरू हामीलाई आवश्यक छैन त्यसलाई चाहिँ हटाउमा राख्न सक्छौँ र यो अब अन्तिम फाइनल तयार भयो, जहाँ हामीले त्रिभुजका तीनवटा कोणहरूको योगफल 180 डिग्री हुन्छ भन्ने कुरोको अवधारणा स्पष्टसँग दिन सक्छौँ। यो सामग्रीलाई हेरिदिनु भएकोमा धन्यवाद। नमस्कार।